हेलो गाइज व्हाट्सअप वेलकम टु माई न्यू ब्लग होइन। दिदी र म चाहिँ आज मामालाई गएको टिकाको भोलिपल्ट होइन। अब बल्ल भर्खर घरबाट निस्केको यी पछाडि अब सिउ गाइज होइन। बाटो हेर्दै जानु कस्तो रहेछ हेर्नु साथी हो। म चाहिँ मामालाई जाँदैछु होइन, बाटोमा छु। अनि यहाँ अगाडि छ मेरो दिदी चाहिँ होइन मामालाई जाँदा अब त्यतिकै जानु भएन नि त। अनि रक्सीहरू अब यस्तो के बोकेर गयो मेरो दिदी चाहिँ होइन। त्यहाँ रक्सी बोक्नु नसकेर पुरा तन्की बोकेर हिँड्दैछ झोला समय घिसारी जस्तो गरेर। हेर्नुहोस् यता धानबारी छ मेरो चाहिँ। यहाँ अब रक्सी मात्रै लानु भएन नि त होइन। यहाँ चाहिँ मासुहरू छ तर त्यो छेउको पैसातिर ध्यान नदिनु नि साथी हो। फेरि त्यो मेरो होइन हाम्रो यस्तो भ्यू छ यतातिर। यो चाहिँ पारी चैनपुर नगरपालिका हो। अनि यता अब पोखरी हो। यता बिहिबारेबाट जान्छौँ, म चाहिँ बिहिबारे जाँदैछौँ। यसको काम छैन, यो के गर्छ बाटोतिर हेर्नु साथी हो। बाटो यस्तै छ, जुत्ताको हालत यस्तो भइसक्यो यसको चटक। हेलो हेलो गाइज, हामी चाहिँ मामालाई गएको त्यो म चाहिँ बिहिबारे पुगिसकेँ होइन। अनि यता हेर्नु म चाहिँ गर्मी भइसक्यो मलाई के साथ पसिना हेर्नु साथी हो बिहिबारे। हेलो गाइज, हामी चाहिँ होइन मामा घर गएको। यस्तो थाकिरहेछ नि, यस्तो थाकिरहेछ। राम आधी बाटो नि पुगेको छैन हामी। कस्तो दामीहरू देखिरहेछ। सिउ गाइज हेर्नु होला दिदीभाइ गएको है, तर हामीलाई नि सबले कपाल गर्छ, सबले कपाल गर्छ दिदीभाइ यार। त्यही भएर मलाई यसमा हिँड्नै मनै लाग्दैन। म नि योसँग हिँड्दिनँ। हेर्नु होला भ्यू हाम्रो यता मकालु होइन। यता 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 हाम्रो मामाले चाहिँ होइन यो जुम गरेकोपट्टि यो डाँडा अलिकति मुनि हाम्रो यहाँनिर माथि गुम्बा हो हाम्रो पाँच खबर नगरपालिकाको सबभन्दा ठुलो। अनि हाम्रो यहाँ हाम्रो पाँच खबर नगरपालिकाको प्रहरी चौकी। सिउ गाइज हेर्नु होला होइन। बाटोमा रमाइलो गर्दै जान्छौँ हामी बिहिबारेको रोडमा। हेर्नु साथी होइन, म चाहिँ भिडियो किन नगर्ने। यहाँ माथि भ्यू कति बबाल देखेँ क्या, यहाँ माथि निमनगढीमा। अनि मेरो फोन क्यामेरा क्वालिटी नभए है भ्यू चाहिँ लास्ट बबाल छ क्या। आज चाहिँ घाम छैन होइन, पानी परेर पिसिसक्यो बिहान अनि धुमेर ठिक्क बबाल देखेको छ क्या। भ्यू चाहिँ कति बबाल छ हेर्नु न साथी। यता खाँदबारी देखाइदिउँ भने त पुरा कुहिरो लागेर होइन ढुसी छ। अनि यस्तो बाटो छ, भिडियो बनाउनु बिर्सेँ। माथिबाट देखाइदिउँ भने चाहिँ अब तल आइपुगिसक्यो। अनि बाटो यस्तै छ। कति बबाल भ्यू छ यता हेर्नु, पुरा कुहिरो लागेर होइन बबाल भ्यू छ। तर फोनले राम्ररी क्याप्चर गर्दैन। हेर्नु होला भ्यू बबाल छैन, बबाल छ साथीहरू होइन। म चाहिँ मामालाई घर आइपुग्नु लागिसकेँ। अब हेर्नु होला मेरो मामालाई घर ल तल। मामालाई घर चाहिँ तरा छ, तल 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 यो निलो टिन लाग्यो ग्रिन कलरको। अब त्यहाँ पुग्नु लागिसकेँ होइन। म चाहिँ यता रोडबाट जान्छु, दिदी जाँदैछ अगाडि। म मामालाई घर सिउ। मामा म आउँदैछु तपाईँको भान्जा। हेलो साथीहरू, म चाहिँ मामालाई घर आइपुगिसकेँ होइन। म चाहिँ मेरो कान्छा मामा घर अघि देखाएको घर चाहिँ अब तर यो सानो आँखेको घर आएको हो क्या म चाहिँ। किनभने आन्टीहरू पनि मैले बाटोमा भेटेँ त्यही भनेर। हेर्नु होला घर भाइ अगाडि छ। यो चाहिँ हाम्रो मामाको घर हो होइन। म चाहिँ लाज लागेको तल भिडियो बनाउनु जानु। साथीहरू म चाहिँ सानो आँखे घर पुगेर पिङ पनि खेलिदिएको, किनभने सानो पिङलाई चाहिँ होइन अब दसैँमा पिङ त खेल्नु पऱ्यो। अनि पिङ खेलेको हेरिदिनु होला साथीहरू। हेर्नु न यहाँ भाइ पनि कस्तो मजाले पिङ खेलायो क्या यसरी। मलाई यो देख्दा चाहिँ के भने बच्चाको याद आयो क्या। बच्चामा पनि अहिले यार पहिला जस्तो दसैँमा मजा नै हुँदैन क्या। कति मजाले खेल्थ्यो नि त्यहाँ भाइ पनि। पहिला हामी पनि बच्चामा त्यसरी गर्थ्यो। मामाले टिका लगाइदिनु भयो मलाई चाहिँ होइन। साथीहरू हेर्नुहोस्
अघि बिहान मैले माथिबाट देखाएको थिएँ माथि भन्नु नि यहाँ माथितिरबाट देखाएको थिएँ मैले बिहान अब अहिले हेर्नु होला मेरो मामा घर कान्छा मामाको घर चाहिँ यो हो होइन यहाँ उखुबारी छ धानबारी यता धानै धान अनि साथमा म चाहिँ होइन म चाहिँ मामा घर जाँदैछु भाइहरू हो दिदीहरू अनि दिदी एकजना अनि बहिनीहरू छ भाइ छ जाँदैछ म चाहिँ हिँड्दैछु साथीहरू म चाहिँ मामालाई पुगिसकेँ होइन अनि आजको भिडियो यति नै यो भिडियो मैले हिजो अपलोड हान्नुपर्ने थियो तर हिजो पाइनँ अनि आज अपलोड हान्दिएको सरी गाइस ढिलो भयो